लेभलको क्वेसन हो कन्ट्रोल गरेको छ र एमसिबीले हाम्रो यो लाइट सर्कुललाई कन्ट्रोल गरेको छ अनि हाम्रो यो स्विचले हाम्रो दुईवटा स्विचले एउटा बललाई कन्ट्रोल गरेको छ अनि यो चाहिँ टेलिफोनको लागि यो टेलिफोनको यो चाहिँ यो वायर हो केबल हो केबल कसैलाई भन्छ अरे केबल भन्ने त कस्तोलाई चाहिँ केबल भन्छ कस्तोलाई चाहिँ वायर भन्छ केबल भन्छ तपाईँ भने केबल भनेको यो जस्तो एउटै तिन चारवटा कोर भएको तारहरू त्यसमा यो भागले चाहिँ केबल भनेको जस्तो तिन चारवटा यहाँनिर ब्ल्याक व्हाइट रेड त्यसमा तिन चारवटा केबल तारहरू एकदम तार हुन्छ त्यसलाई चाहिँ हामीले केबल भन्छ वायर भनेको चाहिँ हाम्रो कोर चाहिँ हाम्रो धेरै वायर पनि तर एउटै यसको साथमा रेल पनि यता अब बल्बमा लो र ब्राइट गरेर यो के हो सबभन्दा लो गर्नु त लो सबभन्दा लो यो होइन त्यसो सबभन्दा हाई यो चाहिँ सबभन्दा हाई भयो होइन भनेपछि तपाईँले बल्ब हालेर फ्यानको कनेक्सन सिक्नु भएको के फ्यान हाल्न मन छ कि फ्यान पनि हाल्न सक्नुहुन्छ अब घरहरूतिर अनि यसले के कन्ट्रोल गर्छ अरे मोटरको लागि यो युज गर्छ होइन अनि यसको लागि हल्का भन्नु न अनि यसको साइज भोल्टेज वेटहरू त्यस्तो के हुन्छ कतिसम्म धान्छ कि थाहा छ तपाईँलाई यसले 16 एम्पियरसम्म यसले हामीले हाई भोल्टेज जस्तो मोटरहरूलाई चाहिँ हामीले स्विचले कन्ट्रोल गऱ्यो भने भएर चाहिँ स्विच युज गर्दाखेरि चाहिँ राम्रो हुन्छ अब मलाई उयो गफको नाम पर्छ यसको नाम यो बक्सको नाम साइज अनि हामीले हरियो वायर के को लागि युज गर्छ अरे सबै हिसाबमा तपाईँको मेजरमेन्ट हेर्छ है त मेजरमेन्ट एकदम क्लियर छ मेजरमेन्टले 25 किलो